सो यसमा चाहिँ छ यो तपाईको फर्स्ट चीज यो टाढो गएर बोलिरहेको छु तर पनि साउन्ड क्वालिटी क्लियर नै छ जति सक्दो। सो हेलो गाइस एन्ड वेलकम टु माई अनदर भिडियो। म आज फेरि पनि एउटा नयाँ प्रडक्ट लिएर आएको छु अनबक्सिङ गर्नु लागि। अन्त यो चाहिँ मेरो लागि युजफुल हुने प्रडक्ट हो। मैले पहिला पनि एउटा अनबक्सिङको भिडियो लिएर आएको थिएँ जो चाहिँ थियो चिन माउन्ट र अर्को थियो ब्लगिङ किटको बारेमा। त्यस्तै पाराले यो पनि एउटा ब्लगकै लागि हो। यो प्रडक्ट कस्तो छ र यो प्रडक्टको फिचर्सहरू के छ त्यो सबै सुन्नुको लागि यो भिडियोमा जोडिराख्नुहोस्। अन्त हामी सँगसँगै यसको फिचर्स अन्त यसमा के आउँछ सामानहरू त्यो सबैको बारेमा बात गर्नेछौँ। प्रडक्ट देखाउनु पर्दाखेरिको यस्तोमा आएको छ। यहाँनिर लेखेको छ नो टेप एलाउड। यो अगर प्रडक्टमा टेप छ भने तपाईँहरूले एक्सेप्ट नगर्नु सक्नुहुन्छ, त्यहीँबाट रिटर्न गर्न सक्नुहुन्छ। पछाडिपट्टि पनि लेखेको छ प्लिज डु नट एक्सेप्ट टेम्पर्ड प्याकेज। अगर यो प्याकेजसँग छेडखानी केही भएको छ भने त्यो पनि तपाईँले नलिन सक्नुहुन्छ। यो प्याकेट त ठुलो छ तर यसको बक्स सानो छ। यत्रो मात्र छ बक्स चाहिँ। तपाईहरुलाई कस्तो लाग्छ? यो बजेट चाहिँ मेरो हिसाबमा त ठिकै हो, किनभने राम्रो क्वालिटीको माइक हेर्नुभयो भने तपाईले 10,000 देखिको अब प्राइसमा पाउनुहुनेछ। तर यो अलिकति सस्तो छ। यसको प्राइसको बारेमा पनि हामी कुरा गर्नेछौँ। पहिला यसको फिचर्स र यसको लुक्सहरू कस्तो छ त्यो सबै हेरौँला। यहाँ चाहिँ पाइन्छ र यसको ओपन गरौँ। प्याकेटभित्र यो अमेजनको प्याकेट छ। यो बिलको एमाउन्ट म तपाईँलाई बादमा देखाउने छु। पहिला यसमा के छ त्यो हेरौँला। यसको भित्रबाट पनि अझै टेप टालेर आएको छ। अमेजन प्राइम भनेर 1 मेम्बरसिप मेनी बेनिफिट्स फ्री फास्ट डेलिभरी 1 मिलियन अफ आइटम्स। यो सबै अमेजनको बेसिकको बारेमा दिएको छ। सो प्रोडक्ट चाहिँ हो ब्लकमेट 3। सो यसमा चाहिँ छ यो तपाईको फर्स्ट चीज यो यसमा आइटम छ तपाईको यो मोबाइल फोन कनेक्टर, यो डुअल माइक। यसको पनि कुरा गर्नेछौँ। अरु के छ भट्टामा पहिला त्यो हेरिहालौँ होला। यहाँ चाहिँ यसको म्यानुअल गाइड, युजर म्यानुअल जो हो कि हाम्रो कामको होइन। अन्त यो क्युआर कोड पनि स्क्यान गर्नु पर्दैन। वाउ, यो त पाउचमा आउँदो रहेछ। यो पाउच भित्र पनि केही सामान छ। एकछिनलाई हेर्दैछौँ के छ। यसको यो छ टाइप सी चार्जिङ केबल जो कि हाम्रो फोनमा पनि नर्मली हुन्छ। यो चाहिँ तर अलिकति युनिक छ। के युनिक छ भन्दाखेरिको चाहिँ यो चाहिँ तपाईको iOS मा पनि कनेक्ट हुन्छ। यो चाहिँ तपाईको यसमा लाग्छ। यसमा कनेक्ट गरेर तपाईले यहाँ प्याकेटको स्टिकर निकाल्ने मजा आइदिन्छ। यो चाहिँ तपाईहरुको iOS डिभाइस छ भने iOS मा कनेक्ट हुन्छ। यस्तो पाराले डाइरेक्टली कनेक्ट गर्दाखेरि यो कनेक्ट भइहाल्छ। अन्त यसको फिचर्सहरुको बारेमा र यसमा के छ भन्ने खालको कुरा गर्नु पर्दाखेरिको चाहिँ यो आयो तपाईको डिभाइस जो डाइरेक्टली फोनमा कनेक्ट हुन्छ। यो तपाईको दुईटा माइक जो चाहिँ यसको फिचर्सहरु पनि म देखाउने छु कस्तो पाराले युज हुन्छ भनेर। यो मैले अन गरे, अहिले कनेक्ट गर्दिन। फिलहाल तपाईँ यो मेरो फोनको साउन्ड सुन्नुहुँदैछ, यसको पनि म साउन्ड सुनाउने छु। यो चाहिँ म्याग्नेटिक क्लिपसँग आउँछ। यो म्याग्नेट हो। अन्त यो चाहिँ तपाईँको क्लिप हो। एक्स्ट्रा क्लिप भित्र लगाए अन्त यो डिभाइस बाहिरबाट यसरी टाँसिदिन हुन्छ। यो तपाईँलाई म जस्ट टाइमको लागि देखाएको। यस्तो पाराले नर्मली तपाईँले यसरी यो भित्रबाट राखेर डाइरेक्टली यसरी एट्याच गर्नुपर्ने हुन्छ। म्याग्नेट यसको दामी रहेछ, मजाले एट्याच छिटो भयो। पाउचमा मैले कुरा गर्नु पर्दाखेरि यो एउटा प्रिमियम पाउच हुँदो रहेछ जो चाहिँ यो बट्टा हाल्न लागि दिएको छ। यस्तो पाराले यो क्यारी गर्न सक्नुहुन्छ। माइक चाहिँ तपाईँलाई किन चाहिन्छ भन्ने खालको कुरा आयो भने चाहिँ यो पोर्टेबल माइक हो, जहाँ पनि लिएर जान सक्नुहुन्छ। अन्त यो दुईटा माइक छ यसमा। यो तपाईँले कनेक्ट गर्दाखेरिको दुईटा सोर्सबाट रेकर्ड गर्न सक्नुहुन्छ। डिटेल्समा कुरा गर्नु पर्दाखेरिको दुईटा वायरलेस माइक्रोफोन छ यसमा। जस्तै इन्टरभ्यूको लागि देखिको ब्लगिङ दुईजनाले गर्दैछ भने साथीलाई एउटा यो दिएर अर्को तपाईकोमा यो क्लिप गरेर
रेकर्ड गर्न सक्नुहुन्छ। अन्त अर्को यसको के छ फिचर्स भन्दाखेरि इनबिल्ड ENC भनेको इन्भाइरोमेन्टल नोइज क्यान्सलेसन हो। नोइज क्यान्सलेसनमा चाहिँ यसले के गर्छ भने तपाईँको ब्याकग्राउन्डको नोइजहरू जति पनि हुन्छ त्यो सबै हटाउने काम गर्छ। अन्त त्यहाँदेखिको यसको रेन्ज चाहिँ कति छ भने यसको 30 मिटरसम्म रेन्ज छ। सपोज तपाईँले यहाँनिर मोबाइलमा यो कनेक्ट गर्नुभएको छ र यो लगाएर 30 मिटर टाढोसम्म जानुभएको छ भने पनि तपाईँको यो अडियो मजाले क्याप्चर गर्छ क्लियरली। कम्प्याटेबिलिटीको कुरा गरौँ भने चाहिँ बोथ एन्ड्रोइड र iOS मै काम गर्नेछ। जस्तै iOS को लागि यो डिभाइस दिएको छ, तर अहिलेको आइफोनमा त त्यो पनि टाइप सी केबल नै आउँछ। तर पनि जसको टाइप सी केबल छैन यो यसको थ्रुले तपाईँले iOS या एन्ड्रोइड दुईटामा कनेक्ट गर्न सक्नुहुन्छ। चार्जिङ पोर्ट यहाँनिर छ ब्याक साइडमा। अन्त यो चाहिँ तपाईँलाई अब अलग अलग राखिबस्नु परेन, सबै यसभित्र हालेर पाउचमा बोक्दा पनि हुन्छ। तपाईँले यो बट्टा नि क्यारी गर्नु भने हुन्छ। आजकल सबैजनाले ब्लग र भिडियोसहरू बनाइरहेको हुन्छ होइन, त्यही भएर चाहिँ यो डिभाइस चाहिँ म सजेस्ट गर्छु जसलाई मनपर्छ। अन्त मैले पहिला त्यो अनबक्सिङको भिडियो पनि बनाएको थिएँ, चिपेस्ट ब्लगिङ किट भनेर 899 हो त्यस्तै समथिङ थियो। तपाईँहरूले पुरानो भिडियो गएर हेर्न सक्नुहुन्छ। त्यो ब्लगिङ किटको पनि स्ट्यान्ड त मैले अहिले यो नै युज गरिरहेको छु, त्यही ब्लगिङ किटको नै हो। त्यो सबैको भिडियो मैले अलग एक्स्ट्रा बनाएको छु। मैले चाहिँ अहिले चाहिँ यसको बारेमा कुरा गरौँ। यसको चाहिँ यहाँनिर यहाँ मुनि पनि स्टिकर हुन्छ। यो तपाईँहरूले यसरी निकालेर डाइरेक्टली केसमा हाल्नुभयो भने दुईपट्टिको तपाईँको ब्याट्री देखाउँछ। यो चार्जिङ मोडमा छ। यो एज अ पावर ब्याङ्क जस्तो पनि काम गर्छ। यसको ट्राई गर्नु लागि मैले जुन चाहिँ भिडियो चलिरहेको छ मैले यसमा नि डाइरेक्ट निकाल्नु भयो भने अन पनि भइहाल्छ। यो नोइज क्यान्सलेसनको ट्राई गर्नु लागि चाहिँ म यहाँ छतमा आइरहेको छु अहिले टेरेसमा। तपाईँले अहिले साउन्डको डिफ्रेन्स सुन्नु हुँदैछ होला। यो मैले माइकबाट रेकर्ड गरिरहेको छु तर नोइज क्यान्सलेसन अन छैन अहिले चाहिँ। अन्त यो एक क्लिकमा मैले नोइज क्यान्सलेसन अन गरेँ। तपाईँहरूले डिफ्रेन्स थाहा पाउनु हुँदैछ होला। जो चाहिँ मेरो माइक यहाँ छ, डिभाइस त्यहाँ छ, माइकबाट रेकर्ड भइरहेको छ। अन्त म यतिको टाढो गएर बोलिरहेको छु तर पनि साउन्ड क्वालिटी क्लियर नै छ जति सक्दो तपाईँहरूले सुन्न सक्नुहुन्छ। म यतिको डिस्टेन्समा गएर बोल्दाखेरिको पनि माइकबाट मजाले रेकर्ड नै भइरहेको छ। यसको क्वालिटी तपाईँलाई कस्तो लाग्यो तपाईँको आफ्नो फिडब्याक पनि दिन सक्नुहुन्छ। तपाईँलाई यो मन पऱ्यो भने तपाईँले पनि पर्चेस गर्न सक्नुहुन्छ। यसको लिङ्क अब म डिस्क्रिप्सनमा पनि दिनेछु। र यो चाहिँ मैले किन किनेको भन्दाखेरिको चाहिँ धेरै पछाडि मैले फेरि भिडियो आज बनाएको र म भिडियो कन्टिन्यू बनाउँछु भनेर त सोचिरहेको हुन्छु, तर केही न केही अप्स एन्ड डाउन्सले गर्दाखेरिको अब सबैको लाइफमा हुन्छ नि त अप्स एन्ड डाउन्स। त्यस्तै पाराले म रेकर्ड गर्नु पाएकै छुइनँ, यहाँ भिडियो बनाउनु पाएकै छुइनँ। अहिले बाइक त छैन, बाइकको ब्लगहरू बनाउनु भन्दाखेरिको मोटो सर्ट्स बनाउनु भन्दा, तर अहिले म यो च्यानलमा चाहिँ अब रोस्टिङ गर्नु स्टार्ट गर्नेछु। रोस्टिङ भिडियो मेरो छिटै आउँदैछ। सो आजको लागि यति नै। तपाईँलाई यो डिभाइस कस्तो लाग्यो यसको रिभ्यू दिनुहोस् र तपाईँलाई पर्चेस गर्नु मन छ भने यसको प्राइस हो 2199। तपाईँले क्यास अन डेलिभरीमा मगाउनु पऱ्यो भने चाहिँ मलाई यो 2209 रुपिस परेको छ। तपाईँलाई यो डिभाइस कस्तो लाग्यो प्लिज फिडब्याक दिनु चाहिँ नबिर्सिनुहोस् होला। अन्त आजको लागि यति नै। प्लिज जसले सब्सक्राइब गर्नुभएको छैन मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र यसरी नेपालीमा कन्टेन्ट चाहियो या फिर हिन्दीमा तपाईँहरूले प्लिज मलाई कमेन्ट गरिदिनुहोस् होला। सो see you in the next video.